देखा है पहली बार साजन के आँखों में प्यार। एक्लै छु म चाहिँ अब गीत गाउँदै हिँड्नु पर्यो नि हो, डर लाग्छ। यस्तो जङ्गल छ यहाँनिर चाहिँ, यति ठुलो जङ्गल छ। अब यो जङ्गल चाहिँ कटेर म जानुपर्ने हुन्छ। यहाँ चाहिँ रोड छ, रोड भएर के गर्नु, गाडी छैन, दुई खुट्टाले हिँड्नु परेको छ एक्लै। यत्रो जङ्गल काट्नुपर्छ अनि ब्रेक पनि छैन। वर्ष जस्तै लाग्छ तर हिँड्नुपर्ने बाध्यता छ मलाई चाहिँ। म चाहिँ त्यो पारीको गाउँबाट आएको, त्यहाँबाट हिँड्दै यहाँबाट अब माथि पुग्न, बजार पुग्नलाई चाहिँ लगभग 3 घन्टा नै लाग्छ। म चाहिँ अलिक छिटो छिटो हिँडेकोले 2.5 घन्टामा चाहिँ पुग्छु कि भन्ने आश छ। हेरौँ के हुन्छ, खुट्टाले कतिको साथ दिन्छ। अनि यहाँ चाहिँ यस्तो धेरै ढुङ्गाहरू माथिदेखि बगेर आएको हुन्छ, यस्तो धेरै माथिबाट पानी पऱ्यो भने चाहिँ एकदम डेन्जर हुन्छ यो बाटोमा। पानी पऱ्यो भने ढुङ्गाहरू लड्ने सम्भावना हुन्छ, पानी नै नपरेर लड्छ, यस्तो छ भिड। अनि आउँदो पनि यस्तो छ। अनि यहाँ चाहिँ यस्तो जङ्गल छ, अँध्यारो हुन लागिसक्यो। अहिले 5:20 भइसकेको छ बेलुकाको। म चाहिँ स्कुल 4 बजी छुट्टी भएर हिँडेको। अनि मलाई चाहिँ लिन आउँछु भन्नुहुन्थ्यो बाइकमा, तर म पुग्न लागिसकेँ। बाइकमा लिन आउने मान्छे छैन। आज मलाई गाडीले छोडेर आएकोले हिँडाइमा परेको छु। बिहान पनि हिँडाइ भयो, अहिले पनि बिहान 2 घन्टा, अहिले 2 घन्टा हिँड्दैछु। यस्तो चप्पल लगाएर हिँड्दैछु म चाहिँ, बाटोमा सजिलो हुन्छ भनेर। हिँड्दाखेरि चाहिँ एकदम गर्मी पनि भइरहेको छ। यहाँ चाहिँ यस्तो सन्त अँध्यारो भइसक्यो। हिँड्दा हिँड्दा मेरो हालत यस्तो खराब भइसक्यो। गाउँमा जब गर्नलाई पनि एकदमै गाह्रो छ हौ। भनेको बेला गाडी पाइँदैन, हिँड्नु पर्ने हुन्छ। गर्मीले मुटु पनि ढुकढुक भइसक्यो। यस्तो अँध्यारो अँध्यारो हुन लाग्दो रहेछ यतिखेर। पानी चाहिँ परेको छैन र मात्रै यस्तो छ बाटो, जङ्गल जङ्गल। ल यहाँ आइपुगेको। यहाँ चाहिँ सर्प रहेछ यति सानो, हिँड्दैन मलाई देखेर झन्डै खिचेको मैले चाहिँ। यस्तो जङ्गलको बिचमा आएको, सानो सानो सर्प रहेछ। सासै फुलिसक्यो। अब चाहिँ बाइकको आवाज सुन्दैछु, लिन आइपुग्नु भए जस्तो छ। यति धेरै हिँडिसकेँ, अब बाइक आएर के गर्नु। उभै बसे हुन्थ्यो, यस्तो अप्ठ्यारो छ यहाँ बाटो। ल उहाँ चाहिँ आइपुग्नु भएछ, उभै बस्नु, उतै फर्काउनु। अनि त्यो घारीमा चाहिँ कहाँ लाग्छ त फोन? त्यहाँ आइपुग्नु भएछ मलाई लिन। पसिनाले हालत खराब भइसक्यो मेरो, पसिनाले। यतादेखि फर्काउनु न। बिस्तारै जानु है ओह्रालोमा। उँधो कहाँबाट फर्काउनुहुन्छ त? भयो नजानु उँधो धेरै। यहाँबाट चाहिँ फर्काउने ठाउँै छैन क्या बाइक। अनि ऊ तल जानुभएको छ बाइक फर्काउनलाई चाहिँ। अप्ठ्यारो, एकदम अप्ठ्यारो छ बाटो, गाह्रो छ हौ। ल अब चाहिँ म बाइकमा चढेर जान्छु। सबैजनालाई बाई बाई।